Surprise! Oh my god, yes. ओए लागेको थियो मलाई के हो त्यहाँ भाइले मैले भिडियो सुरु गरेको थियो मैले के गर्दो रहेछ भनेर बस्यो के पकेट 3 ओस्मो पकेट 3 ले के हो अघि के अर्को छ त भन्दै थियो हो ओए लागेको थियो मलाई तर मैले त्यो नेपालबाट सामान यत्रो बक्स देखेको भए चाहिँ मैले छैन होला भन्ने लागेको थियो कतिमा किनेको गिम्बल 90,000 हाँ हो माय ओखाइ नै दिसो किन किनेको त नि यत्रो महँगो चाहिँ नोमन तिमीलाई थाहा थियो बेनाले भन्नुभएको थियो अस्ति आमाले नदिनको खोल न खोल्दैन हेरौँ न ओपनिङ गर्नै भनेको त ओपनिङ गरेर एउटा चट्टै केको भन्छ ओहो अब आज भनेपछि ठ्याक्कै बेला दिएको त्यही भएर ब्लग गर्छ भनेर मैले पनि तिमीलाई यो अस्ति गेम खेल्ने भन्थ्यौ नि खेलेर दिन्छु भनेर बसिरहेको थियो ए हामी 3 जना गिफ्ट चेन्ज खेल्ने भन्ने बेला के बाबु म त हेरे भयो त आज यहाँ आउनु न यहाँ बस्नु न जानु न झन् अलि नजिक आएर हेर्नु न आज त के हो केक काट्ने कि गिम्बलबाट अनि हामी भ्लग गर्ने ठिक्क भयो नि हामी त हेरेको आफ्नो घाँटी चाहिँ यहाँ बाङ्गे अलिकति घाँटी गेन्ची भइदिएको भए त यति बेला यहाँ 4 चाम्प लाग्थ्यो हो कि नै भन्नु त हो कि नै छुरी ल्याएर काट्नु न हेत्रिका आमाले यस्तो किन सरप्राइज दिँदो रहेछ भाइले किन भिडियो सुट गर्यो भन्दै छु म अनि यतिकै खिच्यो होला नानीहरूलाई पठाउनु लागि भन्दै सोच्दै थिएँ म चाहिँ त्यो साउन्ड आइहाल्यो फेरि भिडियो खिच्यो खिचेको आइहाल्यो त्यही मैले फेरि हेरेर इग्नोर गरेँ किन होइन भने कहाँबाट किनेको सबै सेट हो अस्ति दाइलाई भेट्छ भने म शनिबार बिहानै गएको थिएँ मेरो बिहानै काम चाहिँ म कसो खावरीमा जानु लाग्यो भने भन्थेँ नि म यही बोकेर गएको थिएँ कि त्यतिखेर यी पुग्रो त्यो क्यामेराम्यान दाइसँग दाइसँग दाइलाई फेरि खतरा हेर्नु नआउँदो रहेछ फेरि त्यही नि अनि भोलिपर्सि फोटो खिच्नु त्यही दाइलाई बोलाउने होइन दाइको त अब त जाँगर निकाल्नै पर्ने हुन्छ दाइको त फेरि खतरा छ नि वाउ के हो त केटाले 10 मा हालेर ओ माय गॉड यो के हो सबै सेट हो के माइक साइक माइक पनि छ ओ माय गॉड मेमोरी पनि छ गर्छ बसेर हेर्नु न तपाईँ चाहिँ बस्नु भएको खेत्रेला तपाईँको आउने भयो तपाईँ पनि भ्लगमा आउने भयो अब यता बस्नु जानु त आमा पुरा यसरी बोकेर हिँड्ने हो ओ माय चस्मा ल्याउनु न चस्मा ल्याउनु 256 GB को भाइ मेमोरी 256 GB को ए कतिवटा अटाउने त्यसमा त भिडियो क्यामेरा मेरो मोबाइल पनि 156 नै हो एउटा फोटो त हान्नै हाल्नु है ट्री गिफ्ट ओ माय गॉड कस्तो हुन्छ होला के दिनु सामान त आउँदैन भन्ने पनि तपाईँले घर यसरी घुम्छ हो यही क्यामेरा कसरी अब सेटिङ चाहिँ मिलाउनु पर्छ मलाई आउँदैन अहिले वहीँ गएर हेरेर आइसकेको जोड्न आउँछ नि सबै अटो ल मिलाएर 3 भाइ मिलाएर सबै अटो गराउ त जोडेर मिलाउँदा च्याप मेन त यही हो है माइक इ खै काम ठुलो पो रहेछ त घाँटीमा यस्तो गरेर लाउनु झुन्ड्याउने मागामा मेरो इन्टरभ्यू ल्याउनु ल है एउटा मात्र माइक यसरी बोल्दैन भएन ल बोल्नुहोस् भन्नुहोस् तपाईँहरू भन्नुहोस् जुन त जान्न चाहन्छन् किन यस्तो गर्नुभयो दुईटा हो माइक के हो ब्याग पनि खतरा छ त इ चार्जर नि रहेछ यो मात्रै लिने हो भने चाहिँ सस्तै थियो फेरि अनि यो के हो यो ओ माई गड थ्याङ्क यू सो मच यो अहिले हेर न यसमा गोन यसमा छ अहिले मिलाउनु सबै मिल्यो अलिकति गोजाइमास एनिभर्सरी गिफ्ट त आज एउटा बक्स त खोल्नु भने अब त्यसलाई त योबाटै यो छुट्यो चाहिँ के हो ए यो लाइट चार्जर मतलब यसरी राख्ने चार्जर त्यसरी चार्ज हुन्छ त्यस्तै हो त्यसलाई चार्ज गर्ने होला अनि त्यो उयो जस्तो पावर ब्याङ्क जस्तो होला के हो यहाँ छ तिमीलाई पनि थाहा छैन
अनि स्टिङ पनि दियो होला ट्राउजर होइन ट्राउजर सरप्राइज Oh my god, yes. के गिफ्ट हो यस्तो? हाम्रो एनिभर्सरीमा एनिभर्सरी गिफ्ट। नेपालबाट मगाएको छ भनेर आया यहाँ राखेर हेर्नु पर्यो। एनिभर्सरी गिफ्ट साथीहरू गाइज आया मेरो त तल पनि हुनु लागेन फेरि। थम्बनेलको लागि यस्तो लागि छ पनि। मसँग बोकेर देखाउँ न। भरे स्क्रिनसट गर्नुहुन्छ हैन? ओ माय गॉड। ल मेरो के रे ल छुरी लिएर आउँ त। अब त्यसो गर्दा त हामी नदेखिला। देखिरहेछ देखिहाल्छ भिडियो नि देखेछ हामी देखेछ। सबै सामान यो माथि गएर नदेख्दो रहेछ यो सामान चाहिँ फेरि धेरै टाढा भयो भने राम्रो देख्न होला। एनिभर्सरी देखियो कस्तो गर्छ मैले बुढीले माया एनिभर्सरी गिफ्ट फ्रम बुढा। एनिभर्सरीको गिफ्ट रे हैन नेपालदेखि। मलाई चाहिँ थाहा थिएन, मलाई अनएक्सपेक्टेड हो यो चाहिँ। मैले चाहिँ अस्ति घरमा सामान आएको थियो हैन, हिजोतिर आएको थियो, अस्ति कहिले आएको थियो। अनि नेपालबाट पठाएको रहेछ, थाहा पायो हैन। अनि आफूहरूले मात्र के मगाएछ म पनि मगाउँथेँ नि भन्दै बसेको म चाहिँ। अनि लास्टमा त तिम्रो लागि एनिभर्सरी गिफ्ट पऱ्यो। ओ माई गड के छ हो यो भित्र? यहाँ बस्नु पर्छ जस्तो हामी यहाँ बस्नु। है बाबु यसो भने ठिक्कै छ है। हाम्रो भन्दा पनि यहाँ हाम्रो घर तिमीलाई प्लस मलाई अनि हाम्रो घरको लागि बाबुलाई पनि मैले अब मगाउनु तिमीलाई के मनपर्छ भनेर हेर्नु त हेरेँ बिचरा केही मन पऱ्यो। खोल्नु त। ओ माई गड यो चाहिँ म एकदम एक्साइटेड छु है। मेरो बुढाले फर्स्ट टाइम होला यस्तो फेरि 2 महिना अगाडिदेखि प्लानिङ रे। मलाई चाहिँ फेरि केही थाहा फर्स्ट टाइम चाहिँ होइन नेपालबाट मगाएको नेपालबाट मगाएको फर्स्ट टाइम। मेरो गिफ्ट त दिइरहेको छ त मेरो तर्फबाट चाहिँ केही छैन, मैले चाहिँ दिइसकेको छु। यस्तो गरेर पो हुँदो रहेछ त्यो कस्तो yes त्यसरी हुन्छ है हामी देखिरहेको छ नि क्यामेराको टाउ गइरहेछ नि त। त्यही भएर यस्तो भन्दा नि यस्तो चाहिँ राम्रो रहेछ क्या हेर्नु है कता कताको एङ्गलमा राम्रो आएको छ, मिलाइ मिलाइ खिच्नु। यसरी चाहिँ राम्रो रहेछ एक्साइटेड। कस्तो अनि आफ्नो चाहिँ फेरि घाँटीको हालत चाहिँ खराब छ साथीहरू। हेर सन्चो नभएको 10 दिन भइसक्यो, घाँटी ट्याङम्याङ गर्नु भएको छैन। अहिले त अघि औषधि खाएर होला काम गरेछ। पुरै बटन के चिजले यस्तो खत खोल्नाले यत्रो बेर लाग्छ भने चाहिँ के होला केबाट सुरु हुने हो? के होला त्यहाँ 2 महिनादेखिको प्लानिङ रे। 2 महिनादेखिको मेरो प्लानिङ दाजु र उहाँ मिलेर रे दैविका चिन्नुहुन्छ तपाईँले? दैविका राधापुर हो। अलिक चिनिन दुईजनाको प्लानिङ रे रातभर खासै गर्छ नि अनएक्सपेक्टेड गिफ्ट। ओ माई गड कत्रो ठुलो छ र हेर्नु गाइज। कति केजी हो? कति केजीको? 12 केजी 12 केजी। केजी कति पैसा लाग्यो 12 केजी? कुरियर मात्रै कुरियर चार्ज। पैसा त के अब पैसा त्यो नेपाली के अरे लुगा पसल खोल्नलाई थियो भने चाहिँ नेपालबाट मान्छेहरू लुगा माग्थ्यो कि ढ्याङ लुगा त लुगै त हो नि पसल चाहिँ होइन खोल्नलाई यत्रो टाइम लाग्छ नि यसलाई भरे वाउ सुरुमै के हो झिलिमिली आयो भाँडा पो आयो। के हो म एउटा एउटा निकालेर देखाउँछु। ओ निस्कनु छ होला त्यतिसम्म निकाल्दै हेर्छु। धेरै चाहिँ अब सबै भिडियो हेरेर लामो होला फोकस गरेर देखाउँ है। कट गरेर देखाइ हुन्छ ठ्याक्कै यतिदेखि यति देखाएन। यहाँ राख्नु पर्यो ए जाडो महिनामा लाउनु खतरा रहेछ त। भेलभेट के भन्छ सायद चाहिँ यसो के हो? खै बनाएर पठाएको आमा है गर्छ केटीहरूले अहिले चलेको हो। जाडो महिनामा ठिक्क हुनेछ ल भए यही लाउनु डाँडा भनेर छ ल। दामी मन पऱ्यो मलाई, रेड कलर मन पऱ्यो मलाई। रेड पनि चाहिँ पनि राख्छ रेड कलर खासै खासै एउटा थियो होइन। एउटा थ्याङ्क यू के के हो तिम्रै होला ए यो मेरो एउटा भाइ गाइड तपाईँको देखायो नि त देखायो नि त देखाउनु न आफ्नो मेरो पनि मेरो त के हो नर्मल हुन्छ त्यहाँ त्यस्तो छैन यस्तो पाइन्ट रहेछ ए होइन जिनको जे लेदरको ज्याकेट थियो यिनी मलाई नै हो तपाईँलाई हो यो सुरुवाल आफ्नै हो आफ्नै छ नि फेरि के आयो यस्तो तप्के घरमै लाउनु
जिरा जिरा आयो जिरा कसले हेरेर नि थियो तपाईँलाई हामीलाई ताप्छ कैँचीले काट्यो भने सुसी हो रे बस केटीहरू कहाँ किनेको सबै काठमाडौँमा कि वहीँ रदापुर मैले सोचेको छ रदापुरमा कि काठमाडौँमा के हो स्टाइल त खतरा खाँदा बुढाको साइजहरू कस्तो कस्तो हुन्छ होइन यो पनि जिरा हो यो पनि जिरा हो ए जिरा चाहिँ कति जिरा चाहिँ कति धेरै मगाएको छ अनि यो चाहिँ मिट मसलाहरू यो फेरि आयो अर्को भाँडा भाँडै भाँडा छ है भाँडा पनि खतरा जम्मा हुने भयो भाँडा मलाई सोच छ नि त अब त्यहाँ सबै नारेर गर्छ मोमो नेपालको भाँडा यस्तोहरू यस्तो भाँडा त जापान पहिला आउने जापान आउने बेला हामी ल्याउनु मन थियो होइन तरकारीहरू पकाइसकेपछि सोच त तिमी अनि के अरे अटेन सामानै अटे थिएन क्या त्यही भएर अहिले मगाउनु भएको रहेछ मैले थाहा पाएँ सानो सानो साइजको मगाउनु लाग्छ मैले त्यतिखेर मैले ल्याउनु लाग्थेँ नि त पकाएपछि त्यहाँ हाल्यो ए पैसा खर्च गरेर केटाले खतरा भन्दा हाम्रो यहाँ नि आयो ल कतिवटा छ यहाँ तिनवटा छ कहाँ कहाँ राख्नु पकाएर यसमा तरकारी दाल यसमा तरकारी दाल अनि अचार थ्री पिस हो कि यो 3 पिस यहाँ हाल्नु यहाँ अब सबै किन्दै हाल्ने अझै छ यत्रो गहिरो छ अँ ओ माई किन्दै गड यो यो के बक्स हराइदिनु चप्पल आयो यो तपाईँको हो मलाई यस्तो साइज हुन्छ त चप्पल कसले लाउने र जापानमा चप्पल लाउँछ नि कसरी यहाँ चप्पल त कसले लाउने हो यहाँ त चप्पल लाउने भने टोइलेटमा जान लगाउँछ कति धेरै लुगा आयो ओ माई गड यो के हो पाइन्ट अब जाडो महिनामा जस खतरा खतरा पठाएछ ल ब्ल्याक काममा लाउनुहुन्छ ब्ल्याक पाइन्ट ठुलो हुन्छ क्या अब चाहिँ है हुन्न होला अब ठिकै हुन्छ जाडो महिनामा त ट्राउजर लाउँछ अझै भित्र होइन यो पनि रहेछ वाउ यो दुई दामी छ यो कस्तो क्युटी वाउ यो खतरा नि देख्ने बित्तिकै चाहिँ मलाई मन परेको कस्तो राम्रो कपडा फेरि कति राम्रो के कति सफ्ट यो बहिनीको पनि बेच्ने कपडा हो कालीकोमा कपडा सबै कालीकोमा तिम्रो चाहिँ अलिअलि अब कति खतरा खतरा ल्याउनु थाल्यो यो ज्याकेट तिम्रो लागेर यो ओए यहाँ छ अरे टी सर्ट कति क्युटी स्वेटर रहेछ के चाहिँ स्कर्टहरू लाउने हो कि टी सर्ट रहेछ दामी छ कलर है कलर ठ्याक्कै मन पर्यो के हो ज्याकेट खानु ज्याकेट ज्याकेट त तिम्रो अलिक कम छ नि त त्यही भएर मेरो ज्याकेट ठिक्क हुन्छ ल लाग्यो त्यो चाहिँ ओ खतरा खाँदा आमाले ज्याकेट त फेरि चेन खोल्नु यो खोल्दैन नि त एम साइज सानो चाहिँ हुन्न सानो हुँदैन अब ठुलो भयो नि हुन्छ जाडोमा त होइन लङ यसमा चाहिँ कन्फ्युज भइरहेको थियो मैले कालीले कति भने ज्याकेट यो माथि त छेदैन होला हुन्छ होला मेरो ज्यान त यत्रो घाँटी बाँध्ने ठिक्क हुँदो रहेछ है कहाँ यही माथि लाग्दा त ठुलो ठ्याक्कै है यो पनि दामी रहेछ है यहाँ सबै यहाँ लाग्छ घाँटी मर्क्यो हौ मेरो ल सक्यो ल तपाईँ लगाउने यहाँ आउनु न यहाँ बस्नु सबै यहाँ राख्नु न यस्तो गर्दा मेरो पनि किन तिम्रो पनि देखाउनु मेरो के देखाउनु अन्त लगाएकै रहेछ मैले एउटा कलर चाहिँ मिठो रहेछ राम्रो रहेछ है मतलब ज्याकेटै थिएन यति धेरै कसरी थ्याङ्क यू सो मच एनिभर्सरी गिफ्ट यत्रो धेरै नेपालदेखि मगाएर यत्रो लुगा ल्याइदिनु भएको छ मलाई अनि भाँडाकुँडा पनि घरमा चाहिँ सबै एकदम जोडियो होइन अनि अर्को पनि छ त गिफ्ट खै मेरो अहिलेको त्यो ल्याउनु न यसको खोल पैसा त्यो यति धेरै गिफ्टै गिफ्ट पाएँ ल
एनिभर्सरी गिफ्ट थ्याङ्क यू सो मच तिमीलाई स्पेसल चाहिँ हो नि स्पेसल चाहिँ फेरि मेरो यो हो नि के पो हालेर राखेको छ यिनीहरू थ्याङ्क यू सो मच अनि देविका बहिनीलाई पनि थ्याङ्क यू सो मच बजेलाई पनि थ्याङ्क यू सो मच ए आरिगातो गोजाइमास ह्याप्पी एनिभर्सरी ह्याप्पी एनिभर्सरी अब मैले एनिभर्सरीमा अलिक बढी ए लान्छु है तपाईँहरूले गिफ्ट देखिहाल्नुभयो मेरो अनएक्सपेक्टेड सरप्राइज गिफ्ट यो एउटा भइहाल्यो यहीबाट भिडियो सुट भइरहेछ थम्बनेल यो चाहिँ मलाई शङ्का थियो कहिले आज एनिभर्सरी नभयो भने कहिले चाहिँ दिनुहुन्छ होला भन्ने शङ्का थियो तर यो भयो अघि भाँडाकुँडा भयो जिराहरू सबै घरमा जाने सामानहरूदेखि लिएर यिनीहरू चाहिँ अनएक्सपेक्टेड नेपालदेखि हो यो सबै जाडो महिनामा लगाउने कपडाहरू एकदम राम्रो राम्रो सबै मन पऱ्यो थ्याङ्क यू सो मच अनि बहिनीलाई पनि किनेर पठाउनु भएकोमा देविका बहिनीलाई नन्दा बहिनीलाई पनि थ्याङ्क यू सो मच अनि पोचुलाई पनि थ्याङ्क यू सो मच अनि हाम्रो चाहिँ यो 4th एनिभर्सरी हो त्यही भएर उहाँले चाहिँ मलाई सरप्राइज दिनुभएको है अनि त्यसपछि यति नै हो भिडियो चाहिँ अनि मन पऱ्यो भने लाइक कमेन्ट सब्सक्राइब गरिदिनु नभुल्नु होला माया गरिदिनु हुने सम्पूर्णलाई धेरै धेरै धन्यवाद सी यू नेक्स्ट भिडियो बाई बाई